सम्पूर्णलाई नमस्कार। पुनः पनि मलाई आज एउटा गिफ्ट आएको छ। मलाई चाहिँ मेरो एकदमै मिल्ने आफन्तले चाहिँ पठाइदिनु भएको हो। उहाँले चाहिँ नाम चाहिँ खोल्नका लागि चाहिँ मनाइ गर्नुभएको छ, नाम नखोल्नु होला भन्नुभएको छ। तर धेरै धेरै धन्यवाद उहाँलाई चाहिँ सर्वप्रथम त। अनि यो गिफ्ट म खोल्न गइरहेको छु। यो के हो तपाईहरु चाहिँ हेर्नु होला पुरा। अनि एकदमै सानो छ तर एकदमै राम्रो छ। यसलाई चाहिँ हेर्नु होला है त। म खोल्न गइरहेको छु, हेर्नु होला। यो अलि कडा प्याकिङ गरेर पठाउनु भएको छ। म नङहरु पाल्दैन, अनि नङ धेरैजना पाल्छन् तर म पाल्दैन। त्यही भएर मलाई अप्ठ्यारो भइरहेको। फाइनली यो चाहिँ खुलिसक्यो है, थोरै छ। भित्र के सामान छ भन्ने कुरा चाहिँ तपाईहरुलाई म देखाउन गइरहेको छु। फाइनली यो हो ट्राइपोड। मलाई चाहिँ भिडियोहरु बनाउनका लागि है। अनि मैले चाहिँ हातले समातेर बनाउँथे नि त यसरी। अनि त्यसका लागि चाहिँ यसरी बनाइरहेको देखेर चाहिँ भिडियोहरु चाहिँ मन पर्ने, तर यो चाहिँ बनाउँदाखेरि चाहिँ मलाई चाहिँ असहज भएको देखेर चाहिँ कसैले चाहिँ मलाई पठाइदिनु भएको हो। आज चाहिँ मैले ल्याएर आऊ। निकै ठुलो सरप्राइज थियो मेरो लागि। भन्नै भएको थिएन मलाई चाहिँ यो तिम्रो लागि हो भनेर चाहिँ। पछि गएर चाहिँ मैले थाहा पाएँ जब मैले ल्याएर ब्यागमा हालेर ल मैले अब यो कसलाई दिनुपर्ने हो भन्दै गर्दाखेरि चाहिँ पछि यो त तिम्रै हो भनेर चाहिँ भन्नुभयो। र मैले त्यसपछि यो अहिले अनबक्स गर्न गइरहेको छु। हेर्नुहोस् है, अब थोरै छ यसमा चाहिँ देखिन लाग्छ। फाइनली यो हो मेरो ट्राइपोड। यो चाहिँ के हो मलाई ठ्याक्कै यसको बारेमा त्यति जानकारी त छैन। यो होला कि मैले भन्छु यो हो ट्राइपोड। यसमा चाहिँ यो चाहिँ यस्तो हुन्छ है। यसरी चाहिँ यसलाई भिडियो बनाउने हो। यसरी समातेर मोबाइल चाहिँ यहाँ अड्काउने, यो मोबाइल अड्काउने ठाउँ भयो हैन। अनि यो चाहिँ जति लामो पनि बनाउन मिल्छ सायद है, मेरो विचारमा मलाई लाग्छ। यसरी लामो बन्छ। हेर्नुहोस् त कस्तो लुकेको भाग। यो चाहिँ यसरी लामो बन्छ। अब चाहिँ मलाई भिडियोहरू बनाउँदाको लागि चाहिँ एकदमै सजिलो हुने भयो जियोस्। अनि यसरी सानो बनाउन पनि मिल्छ। एकदमै राम्रो छ। यो गिफ्टका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु दाइलाई। र आजदेखि तपाईहरु पुनः मेरो अझै योभन्दा पनि अझै राम्रो भिडियोहरू चाहिँ हेर्न पाउनुहुनेछ। मैले चाहिँ जानकारीमूलक भिडियोहरू बनाउने छु। इन्फर्मेसनल टाइपको भिडियोहरू चाहिँ तपाईहरुले चाहिँ हेर्नु होला। अनि यदि मलाई चाहिँ तपाईहरुले चाहिँ मेरो भिडियोहरू मन पराउनुहुन्छ भने मलाई चाहिँ फलो गर्नु होला है। अनि मलाई त्यसमा चाहिँ केही छैन। मैले चाहिँ जस्ट एउटा हरेक कुराहरुको चाहिँ इन्फर्मेसन जानकारीहरू चाहिँ सबै समक्ष पुगोस् भनेर चाहिँ भिडियोहरू बनाउने गर्छु। अनि त्यसका लागि चाहिँ मेरो त्यही हो, यस्तो गर्न पनि मिल्दो रहेछ है। एकदमै राम्रो लाग्यो मलाई। बेस्ट गिफ्ट मेरो लागि है। अनि यो मेटल बडी रहेछ, एकदमै राम्रो छ यो। अनि हल्का पनि छ। अनि मलाई चाहिँ एकदम मन पर्यो। यो चाहिँ तपाईको ट्राइपोड हो, MT18 सेल्फ स्टिक भन्ने चाहिँ एकदमै राम्रो छ। आफ्नो त्यो ट्राइपोड जुन गिफ्ट आएको ट्राइपोड थियो त्यसबाट भिडियो बनाउँदै छु। कस्तो देखिन्छ हेर्नु होला है त। अनि यो चाहिँ भयो मेरो घर। अनि यतातिर मेरो यो बारी हो है। यहाँ चाहिँ हामीले धनियाँ, त्यहाँ चाहिँ पालुङ्गोको तरकारी, साग, अनि यहाँ गोबीहरू लगाएका छौँ। अनि उ त्यहाँ चाहिँ हाम्रो आलु छ। एउटा चाहिँ 60 दिनमा खन्न मिल्ने र अर्को चाहिँ 90 दिनमा खन्न मिल्ने है। अनि यतातिर चाहिँ हामीले यो त्यहाँ माथिसम्म चाहिँ हामीले तोरी लगाएका छौँ है। अनि यो चाहिँ हाम्रो यस्तो भयो, यो अम्बाको रुख। यहाँ अलिअलि अरू तरकारीहरू पनि छ। यसरी चाहिँ मैले आफूले जुन गिफ्ट पाएको थिएँ त्यो ट्राइपोडबाट चाहिँ म अहिले यो भिडियो बनाउँदैछु। कस्तो आइरहेको छ, तपाईहरुले कस्तो देखिरहनु भएको छ भिडियो चाहिँ मलाई कमेन्ट गर्नु होला। थ्याङ्क यू फर एभ्रिथिङ। थ्याङ्क यू फर दिस गिफ्ट माई ब्रदर। अनि सधैँभरि यसरी नै तपाईहरुको साथ सपोर्ट माया पाइरहँ र यही नै भन्न चाहन्छु। धन्यवाद।